अहिले यहाँबाट जितेर जानुहुने माननीयज्यू आदरणीय हर्क साम्पाङ हामीसँग हुनुहुन्छ। संसदमा उहाँको आवाज जनताको आवाजको रूपमा अहिले मुखरित भइरहेको छ। त्यही मूल्याङ्कन अहिले जनताले गरिरहेका छन्। भोट नदिने जनताले पनि हर्क साम्पाङले सही कुरा बोल्नुभयो भनेर भनिरहेका छन्। तर अघि पूर्ववक्ता मित्रले भन्नुभयो त्यो सिट सङ्ख्या कम छ, कम सिट सङ्ख्या गणितीय हिसाबले त्यो ठाउँमा निर्णय गर्ने ठाउँमा सायद अहिलेको लागि त्यो कमजोर होला। तर नेपाली जनताले मूल्याङ्कन गर्ने भने भोलिको दिनमा आवश्यकता पर्दाखेरि नेपाली जनताले आफ्नो पक्षमा बोल्ने नेतालाई स्वाभाविक रूपमा निरन्तर रूपमा जिताएर जानेछन्। र त्यो क्रमले मात्रै जनताको आवाजलाई संसदसम्म प्रस्तुत गरेर कानुनमा परिणत गर्दाखेरि मात्रै त्यो स्थापित हुने रहेछ। हामीले यो साकेला पार्कमा बिरुवा रोप्दै गर्दाखेरि बिरुवा हुर्काउनु पाए हुन्थ्यो भन्ने मात्रै लाग्यो। पछि यो ठाउँको व्यवस्थापन गर्दाखेरि हाम्रो किराँती प्रतिनिधिहरू हुँदै गर्दा उहाँहरूसँग आग्रह गरे, उहाँहरूको सहयोगले केही बन्यो। तिलक राईज्यूले यो अगाडिको यो बाटो बनाउनु भयो, यो अगाडि बनेको गेट माननीय अहिलेको माननीय त्यतिखेर मेयर हर्क साम्पाङले यो गेट निर्माणको लागि सहयोग गर्नुभयो। पूर्व मेयर ध्यानबहादुर राईले यो ठाउँ हामीलाई उपलब्ध गराउनु, यसको क्षेत्र विस्तारको लागि माननीय तत्कालीन मेयर हर्क साम्पाङज्यूले योगदान दिनुभयो। आज हामीले अघि पूर्व मेयर ध्यानबहादुर राईको, स्वर्गीय ध्यानबहादुर राईको सम्मानमा उहाँको अर्धपदको शालिगको हामीले शिलान्यास गरेका छौँ। राम्रो काम गर्दाखेरि समयले मूल्याङ्कन गर्दो रहेछ। म माननीय हर्क साम्पाङज्यूलाई आग्रह गर्न चाहन्छु, तपाईँ आज जनताको प्रतिनिधि हुनुहुन्छ, सौभाग्यले सुनसरी 1 को प्रतिनिधि हुनुहुन्छ जो यो ठाउँमा पर्छ। तपाईलाई यो ठाउँको आवश्यकताको बारेमा, यहाँको जनताको भावनाको बारेमा सबै कुरा थाहा छ। त्यसलाई निरन्तर रूपमा संसदमा दर्ज गराउनुहोस्। आफ्नो आवाज बुलन्द मात्र होइन, त्यसलाई कार्यान्वयनको पाटोमा ल्याउनुहोस्। अलि कार्यव्यस्तताले ढिलो, कार्यवाहक मेयरज्यू आइन्द्र विक्रम बेगरज्यू अलि ढिलो आउनुभयो। हामी यो ठाउँलाई व्यवस्थित गर्ने सन्दर्भमा अघिल्लो समय हामीले हाम्रो गोजीको पैसा मात्रै लगायौँ, राज्यको 1 रुपियाँ पनि नलगाइकन हामीले निर्माण गरेका थियौँ। जब तिलक राई आउनुभयो उहाँपछि यो प्रारम्भ भएको हो। त्यसपछि हर्क साम्पाङ आउनुभयो, राज्यको पैसा पनि किराँतीहरूको सांस्कृतिक पार्कमा लगाउन हुँदो रहेछ त भन्ने कुरा देखियो। आज माननीय हर्क साम्पाङज्यू हुनुहुन्छ, धरान उपमहानगर कार्यवाहक मेयरज्यू, उहाँको यो बजेट तर्जुमाको क्रममा छ। यो पार्कले यो अलि अझै अस्तव्यस्त छ। हामीलाई ठाउँ क्षेत्र त फराकिनु भयो। अघि सभाध्यक्षज्यूले माननीयज्यूलाई आग्रह गर्नुभएको छ। माननीयज्यू सँगसँगै म आदरणीय कार्यवाहक मेयरज्यूलाई पनि आग्रह गर्न चाहन्छु, हामीले निर्माण गरेको, किराँतीहरूले निर्माण गरेको यो ठाउँ आज यो किराँत राई यायाका सुनसरीको ठुलो कार्यक्रम मात्र होइन, तमाम किराँतीहरूको ठुलो कार्यक्रम हो। नेपालको मात्रै ठुलो कार्यक्रम होइन, यो संसारभरिको विश्वकै सबैभन्दा ठुलो साकेला प्रदर्शनीको यो कार्यक्रम हो। यो कार्यक्रम गर्ने ठाउँ त्यति व्यवस्थित छैन। साम्पाङज्यू मेयर हुँदाखेरि, तिलक राईज्यू मेयर हुँदाखेरि अलि बढी उहाँले हेर्नुभयो, कार्यव्यस्तताले कार्यवाहक मेयरज्यूले हेर्न पाउनु भएको छैन। यसलाई व्यवस्थापन गर्न हामीलाई करोडौँ बजेट चाहिन्छ। स्थानीय जनताका प्रतिनिधिको नाताले कार्यवाहक मेयरज्यूलाई पनि म जोरदार आग्रह गर्न चाहन्छु कि आउने बजेटमा जनताले थाहा पाउने गरी, अनुभूत गर्ने गरीको बजेट यो पार्कको निमित्त विनियोजन होस्। सम्पूर्ण महानुभावहरूलाई जोरदार तालीले यो मागमा समर्थन जनाइदिनु म हार्दिक आग्रह गर्न चाहन्छु। मलाई विश्वास छ कि हामीले बोलिरहेको कुरा हाम्रो संस्कृतिको संरक्षण हो। वेशभूषा पहिरनको प्रदर्शनी मात्र होइन, यो मुलुककै एउटा सम्पत्ति हो। यो सम्पत्तिलाई स्थानीय तहले त ग्रहण गर्नुपर्छ। यो राज्यले पनि किराँतीहरूको यो सम्पत्तिलाई आफ्नो स्वामित्व ग्रहण गर्नुपर्छ। यस कुरामा जनप्रतिनिधिज्यूहरूले यसलाई आफ्नो आवाज आफ्नो ठाउँमा बुलन्द गराउनु हुनेछ। यिनै कुराहरू यहाँहरूको बिचमा राख्दै हामी खुसी छौँ। आज हामीलाई